नमस्ते। आजको यो विशेष विश्लेषणमा स्वागत छ। नेपाल भन्ने बित्तिकै सायद यहाँहरूको मनमा हिमाल, पदयात्रा र प्राकृतिक सुन्दरताको चित्र आउँछ होला। तर आज हामी हिमालको होइन, अर्कै सुनको खानीको कुरा गर्दैछौँ, हाम्रो ग्रीन गोल्ड। हाम्रो जङ्गल, पहाड र हिमाली क्षेत्रमा पाइने हजारौं प्रकारका वनस्पति र प्राकृतिक स्रोतभित्र यस्तो विशाल आर्थिक सम्भावना लुकेको छ जसको हामीले अहिलेसम्म राम्ररी प्रयोगै गरेका छैनौँ। आउनुहोस् यसबारे गहिरिएर चर्चा गरौँ। एकछिन सोच्नुहोस् त, के हुन्थ्यो होला यदि नेपालले आफ्नो बहुमूल्य जडीबुटीहरू माटोमै लतपतिएको कच्चा अवस्थामा कौडीको भाउमा बेच्न छोडेर त्यसैबाट उच्च गुणस्तरका विश्वस्तरीय कस्मेटिक्स र प्रमाणित औषधिहरू निर्यात गर्न थाल्यो भने? यसले हाम्रो प्राकृतिक स्रोतलाई हेर्ने नजर मात्र बदल्दैन, पुरै राष्ट्रिय अर्थतन्त्रमै एउटा ठूलो क्रान्ति ल्याउन सक्छ नि, होइन र? आजको हाम्रो प्रस्तुतिमा हामी ठ्याक्कै यही कुराको चिरफार गर्दैछौँ। हाम्रो लुकेको आर्थिक सम्भावना, 5 बहुमूल्य जडीबुटी, कच्चा पदार्थ बेच्दाको हाम्रो आफ्नै घाटा, अनि यसलाई रोकेर मूल्य कसरी बढाउने र अन्त्यमा नेपालकै आफ्नो ग्लोबल ब्रान्ड कसरी बनाउने भन्ने बारे हामी कुरा गर्नेछौँ। पहिलो कुरा गरौँ नेपालको लुकेको आर्थिक सम्भावनाको बारेमा। हेर्नुस्, हाम्रो असली सम्पत्ति भनेको हाम्रा जङ्गलहरूमा छ क्या। हिमालयमा पाइने हजारौं प्रजातिका वनस्पतिहरू सामान्य झारपात मात्र होइनन्, विश्व बजारमा तहल्का मच्चाउन सक्ने हाई क्वालिटी हर्बल प्रोडक्ट्स, न्युट्रिस्युटिकल्स र वैज्ञानिक रूपमा प्रमाणित औषधिहरू यहीबाट बन्न सक्छन्। कुरा मात्रै के हो भने अब हामीले सस्तो कच्चा पदार्थ मात्रै निर्यात गरेर बस्ने होइन, आफ्नै देशमा एउटा बलियो बायो इकोनोमी वा जैविक अर्थतन्त्र खडा गर्ने बेला भइसक्यो। अब लागौं हाम्रा 5 बहुमूल्य प्राकृतिक जडीबुटीहरूतर्फ, जसले यो खेर गइरहेको विशाल सम्भावनालाई झन् छर्लङ्ग पार्नेछन्। सुरु गरौं सबैभन्दा चर्चित यार्सागुम्बाबाट। ओफियोकर्डिसेप्स साइनेन्सिस भनिने यो परजीवी फंगस भाइटालिटी टोनिकको रूपमा विश्वभरि नै प्रख्यात छ। तर अचम्मको कुरा के छ भने गाउँबाट बिचौलिया हुँदै विदेशी बजारसम्म पुग्दा अरू देशले मात्रै नाफा कमाइरहेका छन्। यदि हामीले नै यसको दिगो सङ्कलन गरेर आफ्नै ल्याबमा स्ट्यान्डर्डाइज्ड एक्सट्र्याक्ट र प्रिमियम वेलनेस प्रडक्ट बनाएर ब्रान्डिङ गर्ने हो भने गजबको रोजगारी र आम्दानी त हाम्रै देशमा सृजना हुन्थ्यो नि, होइन र? दोस्रोमा छ जटामसी, अर्थात् नार्डोस्ट्याकिस जटामसी। उच्च हिमाली भेगमा पाइने यो सुगन्धित जडीबुटीको जरामा प्रिमियम एसेन्सियल ओइल, प्राकृतिक सुगन्ध र कस्मेटिक सामग्रीहरू बन्न सक्ने असीमित सम्भावना लुकेको छ। अहिले हामी के गर्दैछौँ? सुकाउने अनि त्यत्तिकै बेचिदिने। यसरी कच्चा रूपमै बेच्दा हामीले कति ठूलो आर्थिक घाटा बिहोरिरहेका छौँ भन्ने सायदै अन्दाज होला। यसको सट्टा नेपालमै एक्सट्र्याक्सन प्लान्टहरू राख्ने हो भने यसको भ्यालु रातारात कैयौं गुणा बढ्छ। अब कुरा गरौँ तेस्रो जडीबुटीको 5औंले, अर्थात् ड्याक्टिलोराइजा हेटेगिरिया। यो अत्यन्तै दुर्लभ औषधीय सुनाखरी हो। अहिले हाम्रो मानसिकता कस्तो छ भने जति धेरै जङ्गलबाट निकाल्यो उति धेरै पैसा। तर होस गरौँ है, यही खतरनाक सोचले यसलाई लोप हुने अवस्थामा पुर्याउँदैछ। यसलाई बचाउने र सँगसँगै अर्थतन्त्र पनि उकास्ने एउटै मात्र वैज्ञानिक बाटो भनेको जङ्गली सङ्कलनलाई पूर्ण रूपमा रोकेर यसको वैज्ञानिक खेती सुरु गर्नु हो, जसबाट अनुसन्धानमा आधारित बहुमूल्य सामग्रीहरू उत्पादन गर्न सकियोस्। चौथो जडीबुटी हो हाम्रै घर आँगनमा पाइने बोझ हो। धेरैलाई लाग्न सक्छ यो त परम्परागत रूपमा पेट दुख्दा खाने सामान्य घरेलु औषधि त हो नि। तर एउटा रोचक कुरा के छ भने यसलाई अन्तर्राष्ट्रिय स्तरमा औद्योगिक रूपमा त्यत्तिकै प्रयोग गर्ने मिल्दैन। यसमा हुने केही रासायनिक तत्त्वहरूको कारणले गर्दा सुरक्षित उत्पादन बनाउनका लागि कडा प्रयोगशाला परीक्षण र सुरक्षा मापदण्डहरू पूरा गर्नै पर्छ। त्यसैले सामान्य जडीबुटीलाई पनि आधुनिक ल्याब टेस्टिङ कति जरुरी छ भन्ने कुरा बोझोले सिकाउँछ। र हाम्रो लिस्टको 5औं जडीबुटी हो हर्रो। त्रिफला जस्तो प्रसिद्ध आयुर्वेदिक औषधिको मुख्य फल। हेर्दा सामान्य लाग्न सक्छ, तर यदि हामीले यसलाई हाम्रा सामुदायिक वनहरूसँग जोडेर गाउँमै राम्रोसँग सुकाउने, ग्रेडिङ गर्ने र प्रिमियम हर्बल चिया जस्ता प्रडक्ट बनाउने हो भने नि यो एउटा सामान्य आयुर्वेदिक फल पनि उच्च नाफा दिने गजबको अन्तर्राष्ट्रिय कृषि ब्रान्ड बन्न सक्छ। यदि कुरा गरिसकेपछि अब आजको विश्लेषणको सबैभन्दा गम्भीर पाटोतिर लागौँ। कच्चा पदार्थ मात्रै बेच्दा हामीले कति धेरै गुमाइरहेका छौँ त। अहिले हाम्रो सप्लाई चेनको मोडल एकदमै उदेकलाग्दो छ क्या। एकातिर सङ्कलन गर र बेच भन्ने मोडल छ, जहाँ हामी माटोमै लतपतिएको कच्चा जडीबुटी सस्तोमा विदेश पठाउँछौँ।
अनि उनीहरूले त्यसैलाई प्रोसेस गर्छन्, टिलिक्क परेको क्याप्सुल बनाउँछन्, अनि त्यही उत्पादन हामी हजारौँ तिरेर आयात गर्छौँ। यो कति विडम्बनापूर्ण छ। अबको बाटो भनेको खेती गर, प्रशोधन गर र निर्यात गर हुनुपर्छ। औषधीय तत्त्वहरू हाम्रै देशमा निकाल्ने अनि प्रिमियम ग्लोबल प्रडक्ट बनाएर विश्व बजारमा बेच्ने। साँचो अर्थमा पैसा त बल्ल त्यहाँ छ नि। त्यसो भए यो बिग्रिएको सिस्टमलाई कसरी सुधार्ने त? आउनुहोस् मूल्य अभिवृद्धि गर्ने 5वटा तरिकाहरू हेरौँ। यो सिस्टम उल्ट्याउन यी 5 क्रिटिकल स्टेप्सहरू आवश्यक छन्। पहिलो, वैज्ञानिक अनुसन्धान। दोस्रो, वैज्ञानिक खेती। तेस्रो, आफ्नै प्रशोधन उद्योग। चौथो, गुणस्तर प्रमाणीकरण। र पाँचौं, हाम्रै आफ्नै ग्लोबल ब्रान्डिङ। बुझ्नुपर्ने कुरा के हो भने जडीबुटी जङ्गलबाट टिपेर बोरामा पोस्दैमा देश बन्दैन क्या। कुन वनस्पतिमा कुन औषधीय तत्त्व छ भनेर जब हामी रिसर्चबाट प्रमाणित गर्छौँ नि, अनि मात्र बल्ल उद्योग र रोजगारीको ढोका खुल्छ। अब अन्तिम तर सबैभन्दा महत्त्वपूर्ण पाटो, नेपालको आफ्नै ग्लोबल ब्रान्ड। हाम्रा प्रशोधित उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा कसरी स्थापित गर्ने त? हामीले जतिसुकै राम्रो प्रडक्ट बनाए पनि अन्तर्राष्ट्रिय बजारमा टिक्न र निर्यात गर्नको लागि क्वालिटी सर्टिफिकेसन एकदमै जरुरी हुन्छ। हेभी मेटल्स र कीटनाशकहरूको कडा परीक्षण, माइक्रोबियल क्वालिटीको सुनिश्चितता, रासायनिक संरचनाको विश्लेषण अनि विश्व स्वास्थ्य सङ्गठन अर्थात् WHO का गाइडलाइन्सहरूको पूर्ण पालना। हाम्रा परम्परागत औषधिहरू सुरक्षित मात्र होइन, वैज्ञानिक रूपमा पनि अब्बल छन् भनेर प्रमाणित गर्न यी कुराहरू अनिवार्य छन्। जस्तो कि मेड इन नेपाल, वैज्ञानिक रूपमा प्रमाणित हिमाली हर्बल उत्पादनहरू। सुन्दै कति गर्व लाग्छ, होइन त? यो कुनै खोक्रो नारा मात्र होइन। जब हामी एउटा भरपर्दो रिसर्च ब्याक्ड ब्रान्ड लिएर बजारमा जान्छौँ, बल्ल देशमा साँचो अर्थमा प्रविधि देखिन्छ, उद्योगहरू खुल्छन् अनि स्थानीय स्तरमा रोजगारी सृजना हुन्छ। हामीले अब केवल नेपालको जडीबुटी मात्रै बेच्ने होइन, हामीले त विश्वसनीयता र गुणस्तर बेच्ने हो। अब आजको यो विश्लेषणलाई एउटा गम्भीर प्रश्न छोडेर अन्त्य गरौँ है त। के नेपाल सधैँ अरू देशको लागि सस्तो कच्चा पदार्थको सप्लायर मात्र बनिरहने हो, वा हाम्रै स्रोत साधन प्रयोग गरेर आफ्नै विश्वव्यापी जैविक अर्थतन्त्र अर्थात् ग्लोबल बायो इकोनोमी निर्माण गर्ने हो? हाम्रो प्राकृतिक सम्पत्तिको भविष्यको नियति यही एउटा छनौटमा अडिएको छ। यसबारे पक्कै मनन गर्नुहोला। आजको प्रस्तुतिबाट म बिदा माग्छु।